हेलो साथीभाइहरू, गुड मर्निङ सबैजनालाई। आज तपाईलाई मेरो खेतीको एउटा सुन्दर भ्यू देखाउने छु। हेर्नुहोस्, तपाईको यो एकदम सुन्दर भ्यू तपाईलाई म देखाइरहेको छु। हेर्नुहोस्, यो चाहिँ एकदम यो मेरो खेती हो। यो एउटा पिण्डालु हो। यसको पनि एकदम सब्जी खान्छ। यो पिण्डालु भन्छ यसलाई। यो अरबी भन्छ। यसको एकदम राम्रोसँगले सब्जी खान्छ। यो मेरो बारीमा पुरा लगाएको छु। अनि म नेक्स्ट देखाउँछु तपाईलाई डल्ले खोर्सानीको बगान। हेर्नुहोस्, यो पालि मेरो एकदम सुन्दर डल्ले खोर्सानी फलेको छ। अब अलिक दिनमा यो पाकेपछि रातो कलर हुन्छ। हेर्नुहोस् कति सुन्दर तपाईको यो। हेर्नुहोस्, यो बगान छ मेरोमा। अब तपाईहरुले यही भिडियो मार्फत मलाई यो डल्ले खोर्सानी चाहियो भने कन्ट्याक्ट गर्नुहुन्छ। रेस ओन्ली पर केजी 350 मात्र हो। एकदम अर्ग्यानिक हो। हेर्नुहोस्, सुन्दर डल्ले खोर्सानी एकदम बगान। यहाँ एकदम सुन्दर डल्ले खोर्सानी हेर्नुहोस्। एकदम यो एकदम यहाँ पुरा फलेको छ। यहाँ फुल्दैछ पनि सेतो सेतो। यी तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँ पाक्दैछ पनि कोही हो। अब यो हेर्नुहोस् सुन्दर भ्यू। तपाईले यो मेरो एकदम आफ्नो खेतीको चारैतर्फ म देखाइरहेको छु। तपाईहरुले हेर्न सक्नुहुन्छ। अब तपाईलाई म एउटा गर्छु। यो चाहिँ एउटा रुट हो, सिमल तरुल हो। यो चाहिँ बोइल गरेर खाँदा अचम्मै राम्रो हुन्छ। अनि यहाँ हेर्नुहोस् यो बगान। अनि तपाईलाई म यो मेरो गाउँको नजारा देखाउँछु। हेर्नुहोस्, यहाँ एउटा हाम्रो भाइ आउँदैछ। यहाँ हेर्नुहोस्, यो यहाँ चाहिँ यो चाहिँ एउटा एन्ट्री गेट हो लेप्चा फल जानेको। यहाँबाट चाहिँ तपाईले एन्ट्री फी गरेर लेप्चा फल जानेको बाटो यहाँबाट हो। यहाँ चाहिँ मोर देन 10 मिनट ट्र्याकिङ छ लेप्चा फल जाने। यहाँ एकदम बनानाहरू फलिरहेको छ। अनि म तपाईलाई जिन्जर देखाउने छु। मैले अर्ग्यानिक जिन्जर रोपेको छु यहाँ। यहाँ हेर्नुहोस्, सुन्दर जिन्जर एकदम। यो चाहिँ जिन्जर हो। यो चाहिँ अदुवा। यो अदुवा बारीको यो छेउछेउमा चाहिँ मैले सिमल तुरुल लगाएको छु। यो चाहिँ एकदम कन्तमल हो, एकदम बोइल गरेर खाँदाखेरि। अनि अझै म एउटा चिज देखाउने छु तपाईहरुलाई। यो चाहिँ अब फार्मिङको बारेमा बताएको छु मैले। सबै मेरो बारीमा चाहिँ अर्ग्यानिक चिजहरू छ। यो चाहिँ अब पोस्टा काठ भन्छ यसलाई। एकदम पुरा लगाएको छु। यो छेउछेउमा चाहिँ मैले अघि बताइसकेँ सिमल तरुल हो। अनि यो चाहिँ तपाईको सुँगुरको खाना हो। यो चाहिँ सुँगुरको लागि पिकको फुड हो। यो चाहिँ मुनि फल लाग्छ। अब यो चाहिँ नोभेम्बर डिसेम्बरमा यसलाई खनेर सुँगुरलाई पकाएर दिनुपर्छ। एकदम सुँगुर तन्दुरुस्त हुन्छ। एकदम अर्ग्यानिक सुँगुर हुन्छ। त्यसको मांस एकदमै राम्रो हुनेछ। हेर्नुहोस्, मेरो खेतीको नजारा भ्यू देखाइरहेको छु तपाईहरुलाई। हेर्नुहोस्, यो सिटोङ, सुन्दर सिटोङ, ब्युटिफुल सिटोङ हेर्न सक्नुहुनेछ। अब यो भ्यूहरू हेर्नुहोस्, आज एकदम रौद लागेको छ। तपाईहरुले हेर्न सक्नुहुनेछ। यो एकदम हरियाली कति सुन्दर हाम्रो सिटोङ। तपाईहरुले हेर्नुहोस्। यो भिडियोलाई एकदम ज्यादा से ज्यादा लाइक कमेन्ट शेयर गर्नुहोस्। अब अन्तिममा म डल्ले खोर्सानीमै समाप्त गर्नेछु। अनि जति सक्दो आशा राख्छु तपाईले यो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिने। अनि म तपाईहरुलाई निवेदन गर्दछु, तपाईले यो जति यो मैले आफ्नो फार्मिङको बारेमा बताएँ, यो एकदम भ्यूहरू देखाएँ मेरो गाउँको नजारा। यो एकदम सुन्दर ट्री छ मेरो। यो एकदम यो 200 साल पुरानो ट्री हो। यो बाउबाजेको पालाको। अब अन्तिममा तपाईलाई यति भन्दै म यो खोर्सानीमा अन्तिम गरेर र जति सक्दो यो भिडियो फुल हेरिदिने अनि यो भिडियोलाई शेयर गरिदिने, कमेन्ट लाइक गरिदिने म अनुरोध गर्दछु। फेरि तपाईको सामने अझै राम्रो राम्रो भिडियो ल्याएर आउने छु। यसरी नै अर्ग्यानिक नेचुरल। मेरोमा भिडियोमा एडिट हुने छैन, सबै नेचुरल आउँछ। म एडिट गर्दिनँ। म एकदम जो छ त्यही देखाउने छु। र यति भन्दै आजलाई यही यो भिडियोलाई म यहीँ रोक्छु। अर्को भिडियोमा भेट्ने छु।